अवधारणा सबै कुरा यो संस्कृतिभित्र समावेश गरिएको छ भने यसलाई बनाउने को हुनुहुन्छ त भन्दा दातो डाक्टर लिम स्याओजिन। एकचोटि जोरदार ताली उहाँलाई पनि। यो नै डिएक्सएनको जम हो। यसले नै आज भविष्यमा पुस्तौं जान्छ भनेको छ नि डिएक्सएनले। त्यो के कारणले भन्दाखेरि यही संस्कृतिको जगको कारणले गर्दा। यदि यो संस्कृति हामीले हाम्रो जीवनमा अवलम्बन गर्यौं भने अवश्य पनि हाम्रो पुस्तामा चाहिँ यो जान्छ। यो कहिले पनि ढल्नेवाला छैन। त्यसकारणले यसको जग अति नै महत्त्वपूर्ण छ। अब हामी हेरौं संस्कृतिलाई। डिएक्सएनको संस्कृतिमा डिएक्सएन चाहिँ भन्छ कि यो तपाईको आफ्नो ओन बिजनेस हो। तपाई आफै एन्टरप्रेन्योर हो। तपाईले यसलाई मेरो डिएक्सएन भन्नु पर्यो। यो डिएक्सएन मेरो हो भनेर आजदेखिबाट तपाईले आफूलाई भित्र इनर हार्टबाट फिल गर्न ल्याउनु पर्यो। बल्ल मात्रै तपाईलाई जस्तो सुकै परिस्थितिमा पनि तपाई अगाडि बढ्न सक्नुहुन्छ। यहाँ यही भनेको छ तपाई डिएक्सएन हो। डिएक्सएन नै तपाई हो। तपाई डिएक्सएनको एउटा अंश हो। तपाईको रिप्रेजेन्ट डिएक्सएन हो। त्यसकारणले तपाई राम्रो मूल्य र मान्यता, राम्रो क्यारेक्टर, राम्रो बोलीभाषी, राम्रो सभ्य बन्नुहुन्छ भने मान्छेले सोच्छ डिएक्सएन राम्रो छ, डिएक्सएन असल छ। तर तपाई र हामीले चाहिँ राम्रो सभ्य व्यवहार गर्न सक्दैनौं, राम्रो प्रकारले प्रस्तुत हुन सक्दैनौं, राम्रो गर्न सकेनौं भने डिएक्सएन तपाईलाई हेरेर, तपाई डिएक्सएनमा जोडेको कारणले गर्दा तपाईलाई हेरेर डिएक्सएन मूल्याङ्कन गर्दिन्छन् के त डिएक्सएन खराब छ। त्यसकारणले यु आर द डिएक्सएन। तपाई नै डिएक्सएन हो। डिएक्सएन तपाई र हामी जस्तै व्यक्तिहरुबाट बन्छ। यो डिएक्सएन चाहिँ कुनै अलग चीज होइन। डिएक्सएन हामी एउटा पार्ट्स हो भने चाहिँ हामीले चाहिँ भित्र हृदयमा ल्याउनु पर्यो। र यो चाहिँ जब तपाईले यो फर्मुलालाई, यो सिद्धान्तलाई, यो विचारलाई तपाई भित्र ल्याउनुहुन्छ यसले नै तपाईलाई करोडपति बनाउन सक्छ। यो सिद्धान्तले तपाई करोडपति बन्न सक्नुहुन्छ। यो सिद्धान्त जबसम्म बोक्नुहुन्न यो चाहिँ अपलाइनको लागि गर्ने। उसले मलाई जोइन गर्ने, उसलाई फाइदा हुन्छ अर्थात् कम्पनीलाई फाइदा हुन्छ। अनि उसको काम यो चाहिँ डिएक्सएन बिजनेस हो, अर्काको बिजनेस हो, उसको बिजनेस भन्न थाल्नु भयो भने तपाई सक्सेस हुनुहुन्न, तपाई करोडपति बन्नुहुन्न। तपाईले भन्नु पर्यो यो मेरो बिजनेस हो, डिएक्सएन इज मी, म नै डिएक्सएन हो भनेर चाहिँ आजदेखिबाट सोच्नु पर्यो। अर्को चाहिँ डिएक्सएन को भिजन चाहिँ स्टेटमेन्ट एकदमै बेस्ट छ हैन, एकदमै बेस्ट छ। सबैको आधारभूत आवश्यकता, सबैको कमन आवश्यकतालाई डिएक्सएनले भिजनको रूपमा लिएको छ, उसको दर्शनको रूपमा लिएको छ, उसको लक्ष्यको रूपमा लिएको छ। त्यो के हो त भन्दाखेरि डिएक्सएनले अलवेज प्रमोट हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेस। यो संसारका सबै मान्छेलाई आवश्यक छ, सबै मान्छेको चाहना छ। कसलाई हेल्दी बन्न मन छैन, कसलाई प्रशस्त पैसाको सम्पन्नशाली बन्न कसलाई मन छैन र, कसलाई फ्रिडम लाइफ र खुसी बन्न कसलाई मन छैन र, सबैलाई मन छ। र त्यही मूल्यलाई लिएर डिएक्सएन इस्टाब्लिश भएको छ, त्यही मूल्यलाई लिएर। त्यसकारणले एकदम क्लियर स्टेटमेन्ट छ, यो आम सबैको लागि हो। र जुन दिन तपाईले डाक्टर लिमको भिजन, डिएक्सएनको भिजन इज माई भिजन, मेरो भिजन हो, मेरो बिजनेसको भिजन हो भनेर तपाईले आफूलाई एप्लाई गर्नुहुन्छ अनि बल्ल मात्रै तपाई निरन्तर रूपमा अगाडि बढ्न सक्नुहुन्छ। त्यसकारणले यो संस्कृतिलाई आज तपाईले हार्टमा राख्ने हो। यो चाहिँ बाहिरको कुरा होइन कि तपाईले इनर हार्टमा राख्ने एजुकेसन हो यो चाहिँ। त्यसकारण यो फिलिङ छ यसमा चाहिँ धेरै मूल्य मान्यताहरू छन्। त्यसकारणले चाहिँ दाजु डाक्टर लिम स्याओजीलाई एकचोटि जोरदार ताली सम्मान गर्नुहोस्। जसले सारा मान्छेको चाहिँ आवश्यकतालाई के गरिदिनु भयो त एउटा मिसनको रूपमा लिदिनु भयो। आज हामी त्यही मिसन हामीले बोकेका छौँ। अनि डिएक्सएनको भविष्यको योजना कस्तो छ त भन्दाखेरि एकदमै स्ट्रङ छ हैन। यहाँ के भनिन्छ भन्दाखेरि हाम्रो स्वास्थ्य चाहिँ बलियो हुनुपर्छ, हाम्रो दिगो हुनुपर्छ स्वास्थ्य चाहिँ। त्यसको लागि चाहिँ हामीलाई के ल्याइदिएको छ डिएक्सएन भन्दाखेरि एभ्री डे उठेपछि है विजयसँग भन्छ सुत्दासम्म सबै सामग्रीहरू डिएक्सएनले हेल्थसँग रिलेटेड ल्याइदिएको छ। यो दिगो छ किनभने मान्छेको आवश्यकता पूरा हुँदा हुँदै तपाई हेल्दी बनेको थाहै पाउनुहुन्न। यो दिगो रूपमा जान्छ। मान्छेको ह्युमन बडी जबसम्म यो पृथ्वीमा रहन्छ
हाम्रो यो भिजन निरन्तर रहिरहन्छ। त्यसकारणले स्वास्थ्य दिगो हुनुपर्छ, भरपर्दो हुनुपर्छ र जीवनभरिको लागि हुनुपर्छ। पुस्ताको लागि के अर्को पुस्ताले म निरोगी भए पनि हुन्छ भन्छ होला र? उसले पनि स्वास्थ्य बाँच्न चाहन्छ। त्यसकारण यो पुस्तासम्म जाने भिजन एकदम दह्रो छ। अर्को छ तपाईको सपनाहरू पुरा गर्नको लागि प्रशस्त पैसा हुनुपर्छ। प्रशस्त पैसा हुनको लागि के चाहिन्छ? तपाईलाई प्रशस्त आम्दानी दिन सक्ने कम्पनीको प्लान चाहिन्छ। जति माथि जान्छु भने पनि, जति कमाउँछु भने पनि तपाईले कमाउन सक्ने त्यो प्लेटफर्म चाहियो नि त। आज मान्छेले 160 रुपैयाँबाट देखि लिएर करोडौं रुपैयाँ कमाउन, मासिक कमाउन सक्ने फिल्ड यही छ। त्यसकारणले तपाईले जति कमाउँछु भने पनि तपाईले फिल्ड चेन्ज गर्नु पर्दैन, तपाईले कम्पनी चेन्ज गर्नु पर्दैन। एउटै कम्पनीबाट डेक्सीबाट कमाउन पाउने भएको हुनाले चाहिँ तपाईले जति प्रशस्त चाहिन्छ तपाईको सपनाको लागि, त्यो सबै सपना पूरा गर्नको लागि मात्रै डिएक्सएलले इनफ गर्न सक्छ। त्यसकारणले यो के हुनुपर्छ? पर्याप्त धन हुनुपर्छ। त्यो पर्याप्त धन पनि डिएक्सएलमा त्यो सामर्थ्य छ। अनि त्यो धन तपाईसँग स्थायी हुनुपर्छ। भनेको त्यो धन हामीले कमाएर छोडेर जाने सम्पत्ति फेरि अर्को पुस्ताले लिन सक्ने हुनुपर्छ। अर्को पुस्ताले लिन सक्ने त्यो धनलाई चाहिँ मेटिन भएन। अहिले भर्खर सेक्युरिटीको कुरा थियो नि, हो यस्तो धन हुनुपर्छ। त्यो चाहिँ हाम्रो सिद्धान्तमा पर्छ, हाम्रो मार्केटिङ प्लानमा पर्छ, हाम्रो इथिकमा पर्छ। त्यो हामीले जिन्दगीभर गरेको इन्कमको जुन बेनिफिट मेरो आफ्नो नेक्स्ट जेनेरेसनले पनि प्राप्त गर्न सक्छ। त्यो भनेको यो चाहिँ हाम्रो स्थायी हुनुपर्छ भनेको। अनि यो चाहिँ खुसी आफ्नो वरिपरि मानिसहरूसँग बाँड्नुपर्छ। हेर्नुस् त, हामीले आज डिएक्सएलमा भनेको जति धेरै आम्दानी गरे तापनि, जति धेरै खुसीबाट तपाईँ बाँड्न सक्नुहुन्छ, मानिसलाई अरूलाई ह्याप्पी बनाउन सक्नुहुन्छ। तपाईले अरूलाई ह्याप्पी बनाउँदाखेरि तपाईँ अटोमेटिक सम्पन्न बन्नुहुन्छ। यहाँ चाहिँ खुसीको लागि, खुसी बाँड्न सक्ने चाहिँ क्षेत्र भएको हुनाले चाहिँ यो अरू मान्छेहरूले धेरै मान्छेले कमाउँछन् तर कमाएर चाहिँ खुसीसँग बाँच्नको लागि समाजमा चाहिँ देखाउन नमिल्ने धन हुन्छ। समाजलाई विभिन्न प्रकारले आफ्नो खुसी भएर हिँड्दाखेरि कहीँ एट्याक गर्छन् कि भन्ने डर हुन्छ, तर हाम्रोमा छैन। किनभने हामीले हजार मान्छेलाई खुसी बनाएर कमाएको सम्पत्ति हो। त्यसकारणले यो हामीले बाँडेर आएको कुरा हो। त्यसकारणले डिएक्सएलमा त्यस्तो प्रकारको कल्चर र संस्कार भएको, जति धेरै तपाईँ खुसी बाँड्नुहुन्छ तपाईको त्यति नै धेरै खुसी थपिँदै जान्छ। त्यसकारणले बाँड्न सक्ने खुसी कहाँ छ त? ओन्ली वान डिएक्सएलमा छ। अरू सबै कति मान्छेहरू चाहिँ खुसी बाँड्यो भने त मान्छेलाई टार्गेट गर्छन् भनेर चाहिँ गर्छन्। तर हामी त एउटा आर्टिफिसियल खाँदाखेरि, स्पेलिङ खाँदाखेरिको बेनिफिटको खुसी गरी पनि हामी बाँड्न सुरु गरिहाल्छौँ हैन। हाम्रो छर छिमेकलाई जतिखेर पनि हामी आफ्नो सफलतामा बोलाउँछौँ, इन्भाइट गर्छौँ, हामी सेलिब्रेसन गर्छौँ। त्यस्तो प्रकारको यहाँ हेल्थ, वेल्थ र ह्याप्पिनेस तिनटै भएको हुनाले यो चाहिँ बाँड्न मिल्ने खुसी यहाँ चौतर्फी छ। अनि डिएक्सएलको प्रोडक्टको फ्युचर कस्तो छ भन्नुलाई भने यो WHO ले चाहिँ अलरेडी कन्फर्म गरिदिएको छ, अलरेडी यसको एस्टिमेट गरिदिएको छ। 2000 सम्ममा चाहिँ यसको कति कारोबार गर्ने भन्दाखेरि 80 अर्बको कारोबार गर्ने। हैन चाहिँ 2000 सन् 2000 सम्ममा यसको कारोबार 80 अर्बमा थियो भने